नमस्कार, म डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। तपाईलाई स्वागत छ हाम्रो यो युट्युब च्यानलमा। आजको भिडियो तपाईको लागि अति नै विशेष रहेको छ, जसमा हामी कुरा गर्नेछौँ स्वास्थ्य सम्बन्धी भ्रम र सत्यताको विषयमा। हामीले विभिन्न पुस्तकहरू, विभिन्न खोज अनुसन्धान, विभिन्न व्यक्तिहरूको अनुभव, आफ्नै पनि अनुभव अनि बिरामीहरूसँगको पनि अनुभवको आधारमा विभिन्न स्वास्थ्य सम्बन्धी भ्रम र सत्यताको विषयमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ। यदि यी विषयहरूमा तपाईको पनि केही फरक अनुभव, फरक धारणा, विचार भए अथवा केही सुझाव भए हामीलाई कमेन्टमा लेख्न नबिर्सिनुहोला। हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुहोला। लु, अब सुरुवात गरौँ। स्वास्थ्य सम्बन्धी केही भ्रम र सत्यता। पहिलो छ, के बियर खाँदा स्टोन जान्छ? यो कुरा कति साँचो हो या झुटो हो? यो प्रश्न धेरैले सोध्ने गर्नुहुन्छ। अब यसलाई वैज्ञानिक रूपमा बुझौँ। वास्तवमा बियरमा डायुरेटिक इफेक्ट रहेको हुन्छ, जसको अर्थ यसले पिसाब बढी बनाउँछ। पिसाब बढी हुनु किडनीमा भएको मिनरल्सहरू फ्लस हुन सक्छन् भन्ने हो। त्यसैले ससाना स्टोनहरू, खास गरी क्याल्सियम अक्जेलेटमा बियरले कहिलेकाहीँ फ्लस गर्न पनि सहयोग गर्छ भनेर कतिपय मानिसहरू भन्नुहुन्छ। तर धेरै बियर पिउनु भने उल्टै हानिकारक हुन सक्छ। यदि धेरै मात्रामा बियर पिउँदा डिहाइड्रेसन, शरीरमा पानीको कमी पनि हुन सक्छ। पानी कम भयो भने त स्टोन बन्ने सम्भावना अझ बढी हुन्छ। साथै विभिन्न खालका अल्कोहलले युरिक एसिड बढाउने काम गर्छ, जसले युरिक एसिड प्रकारको स्टोन पनि तपाईमा बन्न सक्छ। त्यसैले बियरले स्टोन जान सक्छ भन्ने कुरा खासै साँचो होइन अनि यो बियर उपचार पनि होइन। बियर पिउनु स्वास्थ्यको लागि सधैँ नै हानिकारक हुन्छ। अर्को छ, अदुवा खाँदा बाथ, गठिया, जोइन्ट पेन झन् बढ्छ। अब हेरौँ यो कति साँचो हो या झुटो हो। वास्तवमा अदुवा त एक प्राकृतिक औषधि हो। यो हानिकारक होइन। अदुवामा एन्टी इन्फ्लामेटरी गुण रहेको हुन्छ, जसले शरीरको इन्फ्लामेसन अर्थात् सुन्निनुलाई घटाउँछ। गठिया, अर्थराइटिस अथवा बाथको मुख्य एक कारण भनेको शरीरभित्रको इन्फ्लामेसन पनि हो। त्यसैले अदुवा खाँदा उल्टै बाथको समस्या अथवा जोर्नीको दुखाइ कम हुने सम्भावना रहन्छ। तर केही विशेष अवस्थामा चाहिँ सावधानी अपनाउनुपर्छ। यदि कसैलाई अदुवाप्रति एलर्जी छ भने अप्ठ्यारो हुन सक्छ, जस्तै छाला चिलाउने, ग्यास्ट्रिक बढ्ने, पाइल्स आदि समस्या छन्, अथवा जो मानिसहरू ब्लड थिनर, रगत पातलो बनाउने औषधि लिइरहेका छन् भने उनीहरूले बढी मात्रामा अदुवा सेवन नगर्नु राम्रो मानिन्छ। त्यसैले अदुवा खाँदा बाथ बढ्छ भन्ने कुरा सही होइन, यो झुटो हो। बरु अदुवा प्राकृतिक औषधिको रूपमा गठिया र जोर्नी दुखाइमा सहायक हुन्छ। तर व्यक्तिगत अवस्था अनुसार डोज र तरिकामा भने ध्यान दिनुपर्छ। अदुवाको साथमा हल्दी, टर्मेरिक पनि जोर्नी दुखाइमा एकदमै फाइदाजनक मानिन्छ। अर्को छ, अकबरे खोर्सानी, डल्ले खोर्सानी खाँदा ग्यास्ट्रिक निको हुन्छ? के यो साँचो हो कि झुटो हो त? साँचो कुरा के हो त? क्याप्साइसिन भन्ने तत्त्व हुन्छ खोर्सानीमा। अकबरेमा अझ बढी हुन्छ यो तत्त्व। यो तत्त्वले पेटको म्युकस प्रोडक्सन बढाउन सक्छ, जसले पेटको भित्तालाई एसिडबाट बचाउँछ। थोरै मात्रामा खोर्सानी, अझ विशेष गरी प्राकृतिक र ताजा अकबरे खोर्सानी खाँदा केही व्यक्तिहरूमा डाइजेसन राम्रो हुन्छ, एसिड कम भएको महसुस हुन्छ। तर सावधानी अपनाउनुपर्छ। यदि तपाईलाई पेप्टिक अल्सर, ग्यास्ट्राइटिस वा एसिड रिफ्लक्स पहिलेदेखि नै छ भने अकबरे खोर्सानीले उल्टै पीडा बढाउने सम्भावना हुन्छ। झनै तितो, अमिलो, डकार, पेट पोल्ने अथवा जलन हुने हुन्छ। धेरै मात्रामा अथवा खाली पेटमा अकबरे खोर्सानी खाएमा त एसिड प्रोडक्सन झनै बढ्न सक्छ,
जसले ग्यास्ट्रिकलाई बिगार्न सक्छ। वास्तविक कुरा चाहिँ अकबरे खोर्सानीले ग्यास्ट्रिक निको पार्छ भन्ने कुरा पुरै साँचो होइन। जसलाई हल्का ग्यास्ट्रिक भएको छ र नियमित रूपमा थोरै मात्रामा उहाँहरू खानुहुन्छ भने उहाँहरूलाई केही थोरै मात्रामा फाइदा भए जस्तो हुन सक्छ, तर यो उपचार होइन। जसलाई अल्सर, अत्यधिक मात्रामा एसिडिटी अथवा पेट पोल्ने समस्या छ भने उनीहरूले खोर्सानी नखाएको राम्रो हुन्छ। अर्को छ ज्वरो आएपछि मासु खानु हुँदैन, मासु खाए ज्वरो झन् बढ्छ। तर यो कति साँचो हो या झुटो हो त? ज्वरोमा सन्तुलित प्रोटिनको मात्रा चाहिन्छ। जब शरीरलाई ज्वरो आउँछ, जस्तै भाइरल ब्याक्टेरियल इन्फेक्सन, शरीर सङ्क्रमणसँग लड्न इनर्जी र पोषण तत्त्व बढी मात्रामा चाहिन्छ। मासु जस्तै चिकन, मटन, माछामा अत्यधिक मात्रामा प्रोटिन, आइरन, भिटामिन पाइन्छ, जुन इम्युन सिस्टमलाई बलियो बनाउन सहयोगी हुन्छ। तर मासु कसरी कस्तो खाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। डिप फ्राई, धेरै मसालेदार, तेलिलो मासु पच्न एकदमै गाह्रो हुन्छ। यसले पेटमा अप्ठ्यारो, वाकवाकी, ग्यास्ट्रिक बढाउन पनि सक्छ। हल्का उमालेको चिकन सुप वा हल्का माछा पचाउन सजिलो र फाइदाजनक हुन्छ। त्यसैले ज्वरोमा मासु खानु हुँदैन भन्ने कुरो झुटो हो। के खाएको राम्रो त? हल्का पकाएको, कम मसला भएको मासु जस्तै चिकन सुप खाँदा राम्रो हुन्छ। कस्तो चाहिँ नखाने त? भुटेको, मसालेदार, धेरै मरमसला हालेको, तेल मिसिएको, भारी मात्रामा नखाने। अब अर्को भ्रम रहेको छ, जन्डिस हुँदा बेसार खानु हुँदैन। यो कति साँचो हो या झुटो हो? आउनुहोस् वैज्ञानिक हिसाबले बुझौँ। बेसारमा कर्कुमिन नामको एक शक्तिशाली एन्टी इन्फ्लामेटरी तत्त्व रहेको हुन्छ। यसले लिभरलाई बचाउने, सुन्निएको घटाउने र एन्टिअक्सिडेन्ट गुण भएको प्राकृतिक पदार्थ हो बेसार। केही रिसर्चले देखाएका छन् कि कर्कुमिनले लिभरको कार्य सुधार्न सक्छ भनेर, तर मात्रा र अवस्था अनुसार सावधानी भने अपनाउनु पर्ने हुन्छ। जन्डिस के कारणले भएको हो भन्ने कुरा मुख्य हुन्छ, जस्तै हेपाटाइटिस, लिभर इन्फेक्सन, फ्याटी लिभर, अल्कोहलको कारणले या अब्स्ट्रक्सन इत्यादि के भएर भएको हो त्यो बुझ्नु अति आवश्यक हुन्छ। यदि लिभर धेरै कमजोर भइसकेको छ भने बेसारको अत्यधिक मात्रा, खास गरी सप्लिमेन्ट वा गोलीको रूपमा भने प्रयोग गर्नु हुँदैन। उल्टै यसले लिभरमा धेरै मात्रामा लोड पर्न सक्छ। त्यसैले सामान्य परिकारमा अलिकति बेसार प्रयोग गर्नु राम्रो हुन्छ, हानिकारक हुँदैन। त्यसैले जन्डिसमा बेसार खान हुँदैन भन्ने कुरा झुटो हो। अब अर्को भ्रम रहेको छ, आलु खाँदा घाउ पाक्छ। तर के यो वास्तवमै साँचो हो कि झुटो हो त? आलुमा भिटामिन सी, पोटासियम र थोरै मात्रामा आइरन रहेको हुन्छ। यी सबै तत्त्वहरू घाउ निको पार्न, हिलिङ गर्न सहयोगी नै हुन्छन्। त्यसैले सामान्य अवस्थामा आलुले घाउ पकाउँछ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित छैन। भ्रम कहाँबाट सुरु भयो होला त? पुराना विश्वासहरू अनुसार आलु चिसो हुन्छ, स्टार्ची हुन्छ, घाउमा पस आउँछ भन्ने सोच भएर होला। तर खासमा पक्किएको घाउ, इन्फेक्टेड ओन्डलाई बिगार्ने कुरा आलुले होइन, विभिन्न शरीरमा हुने सङ्क्रमणहरूको कारणले हो। त्यसैले आलु खाँदा घाउ पाक्छ भन्ने कुरा झुटो हो। अब अर्को भ्रम रहेको छ, चिसो खाँदा घाँटी दुख्छ, रुगाखोकी लाग्छ। अब यसलाई वैज्ञानिक नजरले हेरौँ। चिसो खानाले सिधै रोग लाग्छ भन्ने छैन। रुगाखोकी भाइरस इन्फेक्सन जस्तै राइनो भाइरस, इन्फ्लुएन्जा भाइरस इत्यादिबाट हुने समस्या हुन्। चिसो खानेकुरा जस्तै आइसक्रिम, फ्रिजको पानी खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्न सक्छ, जसले भाइरसलाई सजिलो बनाउँछ। तर आफैमा चिसो खानाले भने रुगामर्की खोकी लाग्दैन। को संवेदनशील हुन्छन् त? जसको घाँटी कमजोर छ वा पहिलेदेखि नै एलर्जी, टन्सिल वा साइनसको समस्या छ भने चिसो खाँदा तत्काल असर पर्न सक्छ। घाँटी दुख्ने, खोकी बढ्ने हुन सक्छ। चिसो खाएर रुगा भयो भन्नु सामान्य हो,
तर त्यो बेला शरीरमा पहिले नै भाइरस थियो। चिसोले ट्रिगर मात्र गर्यो भन्ने बुझ्नु पर्दछ। त्यसैले चिसो खाँदा सिधै रोगाखोकी लाग्छ भन्ने कुरा झुटो हो। पानी चिसो होस् या न्यानो, सफा, शुद्धिकरण गरिएको हुनुपर्दछ। चिसो खानेकुरा खाँदा घाँटी दुख्ने डर छ भने साथमा अदुवा, तुलसी वा न्यानो सुप लिँदा असर कम हुन्छ। रुघा चिसोले होइन भाइरसले लाग्ने गर्छ। त्यसैले चिसोले रुघा मर्की लाग्ने, घाँटी दुख्ने भन्ने कुरा झुटो हो। अर्को छ, धेरै पानी पिउँदा स्वास्थ्यमा सधैँ राम्रो हुन्छ त? पानी चाहिने भन्दा बढी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। वाटर इन्टोक्सिकेसन हुन सक्छ। प्यास अनुसार पानी पिउनु उत्तम मानिन्छ। एक वयस्क व्यक्तिले 2 देखि 3 लिटर पिउनु आवश्यक हुन्छ। अर्को छ, डिटक्स ड्रिङ्कले शरीर सफा गर्छ? शरीर सफा गर्ने काम त तपाईँको लिभर र किडनीले गर्दछ। डिटक्स ड्रिङ्क स्वादको लागि ठिक हो तर जादुमय होइन। त्यस्तै अर्को छ, अन्डा खाँदा कोलेस्ट्रोल बढ्छ? सामान्य रूपमा अन्डा खाँदा कोलेस्ट्रोल हानिकारक रूपमा बढ्दैन। संयमित मात्रामा अन्डा स्वास्थ्यका लागि लाभदायक हुन्छ तर धेरै चाहिँ सेवन गर्नु हानिकारक हुन्छ। त्यस्तै अर्को छ, राति खाना खाँदा वजन बढ्छ? समयको कुरा होइन, खानेकुराको मात्रा र गुणस्तर महत्त्वपूर्ण हो। राति हल्का खाना सही समयमा खाए ठिक हुन्छ। अर्को छ, सप्लिमेन्ट सधैँ फाइदाजनक हुन्छ? सन्तुलित खानपान गर्ने मानिसलाई अतिरिक्त सप्लिमेन्टको खासै जरुरत पर्दैन। डाक्टरको सल्लाह बिना सप्लिमेन्ट पनि लिनु हुँदैन। बुझ्नुभयो? हस् त, आजलाई यति नै। हामीले यी कुराहरू विभिन्न पुस्तकहरूको अध्ययनबाट, विभिन्न खोज, अनुसन्धान, विभिन्न व्यक्तिहरूको अनुभव, आफ्नै पनि अनुभव अनि बिरामीहरूसँगको पनि अनुभवको आधारमा तयार पारेका हौँ। यदि यी विषयहरूमा तपाईँको पनि केही फरक अनुभव, फरक विचार भए अथवा केही सुझाव भए हामीलाई कमेन्टमा अवश्य पनि लेख्नुहोला। हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुहोला। आफ्नो नोटिफिकेसन बेल पनि अन गर्न नभुल्नुहोला। हामी यो हाम्रो युट्युब च्यानलमा तपाईँलाई जिन्दगीभरि काम लाग्ने भिडियोहरू लिएर आइरहनेछौँ। हाम्रो च्यानलमा गएर सम्पूर्ण भिडियोहरू हेरिदिनुहोला। हामीलाई सम्पर्क गर्ने इच्छा भएमा यहाँ स्क्रिनमा हामीले हाम्रो नाम, ठेगाना, इमेल, फोन नम्बर र व्हाट्सएप नम्बर सबै राखिदिएका छौँ। कृपया यहाँ स्क्रिनमा हेरेर हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनि यो भिडियो आफ्ना साथीहरूलाई सेयर गर्न पनि नभुल्नुहोला। उहाँहरूलाई पनि काम लाग्न सक्छ। अनि यत्रो बेरसम्म हाम्रो यो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई मरिमरि धन्यवाद। ल त आजलाई बिदा। तपाईँको दिन शुभ रहोस्। बाई बाई। नमस्ते।